ड्याङ मलाई थाहा थिएन यार ड्युक यहाँ छ भनेर चाहिँ। गाइज हामी चाहिँ यहाँ नर्थ क्यारोलाइनाको रालेमा आएछ है। उति लेखिरहेको छ वेलकम टु राले भनेर। ल गाइज ल यही हो वेलकम टु राले है त। ल गाइज नर्थ क्यारोलाइनाको राले। गाइज है वेलकम टु नर्थ क्यारोलाइना रिसर्च ट्रायङ्गल रिजन रे त फर्स्ट टाइम सुनेको मैले त यो। ल चाहिँ मलाई थाहा थिएन है। अहिले चाहिँ वी आर हेडिङ टु कारेन्टल होइन त। कारेन्टल हाम्रोमा हामी गइरहेछौँ होइन कारेन्टलको लागि। गाइज लेट्स गो है लेट्स गो है। के छ प्रियङ्का के चाहिँ दुईजना बिस्तारै बिस्तारै आउँछ हल्का टाइम लाग्छ आउनलाई। बिस्तारै 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 फ्लो बढ्छ आत्तिनु भएन होइन गाइज। कन्टेन्ट क्रिएट गर्न गाह्रै छ नि होला। ल गाइज हाम्रो चाहिँ इन्फर्मेसन डेस्कमा चाहिँ कारेन्टल सोधेर चाहिँ अगाडि बढ्दैछौँ हामी। हाम्रो चाहिँ यहाँको वान अफ द मेन म्यान चाहिँ है बिकेन के छ कस्तो लागिरहेछ त अब नर्थ क्यारोलाइना रालेमा आउँदाखेरि चाहिँ? टिप्सी लागिरहेछ। अनि त्यही भने मैले बिर्सेँ अघि त्यो एयरपोर्टमा अब त्यस्तै हतार भयो होइन। हतार भयो त्यही भएर क्या। रालेको एयरपोर्टमा नि बिजी रहेछ है। यहाँको वेदर पनि लाइक चिसो रहेछ है गाइज। सबले देख्दाखेरि चाहिँ गाइज ल यसको है आज बिकेनले गोल्डन चस्मा चाहिँ छोड्ला जस्तो छैन आज। चस्माको दिदी पऱ्यो नि दिदी चस्मा कति पर्छ थाहा तपाईँलाई? 1500 दिदी 1500 परेको। अनि 1500 अनि शान्ति हो त नेपाली है। अब हर्सको त यता छ नि त होइन यो होइन इन्टरप्राइज रहेछ यो त। गाइज अब यहाँ चाहिँ हाम्रो अब रेन्टलमा चाहिँ अब एभिज र ऊ रहेछ होइन। अब कुन चाहिँ हो अब यो यसो बुझ्नु पऱ्यो अब यहाँ। के भन्यो? ए ल यहाँ त छिरिसक्यो त यहाँ भर्खर हाल्दा निस्किसकेको छ। गाइज अब हामी आधी बाँकी भयो नि त। यहाँ त्यस्तो हुन्छ यहाँ चाहिँ कस्तो हुन्छ भने रेन्टल अब जस्तो इन्टरप्राइज एभिज भयो भने यिनीहरूको गाडी हुन्छ होइन। यहाँबाट चाहिँ अनि तिनीहरूको ठाउँमा जाने हो क्या सटलबाट चाहिँ त। गाइज कस्तो लागिरहेछ त रालेमा आएर कस्तो लागिरहेछ त? अब अपर्च्युनिटी आएको बेला चाहिँ बोल्नु छैन अनि कसरी हुन्छ त नि अनि होइन? ए ल अनि त्यसको लागि त्यस्तै चस्मा चाहियो नि त होइन? चस्मा चाहियो नि त अनि हल्का all the way from Iowa. सकिन्छ अब सकिन्छ प्राडासँग अनि सपनाको प्राडा ल सक्यो त अब। यो स्मार्ट मुभ यसलाई भन्छ स्मार्ट मुभ है गाइज। कति पर्छ प्राडाको इन्चेन्ज? मेरो त्यस्तै भएको थियो। मैले 200 को थियो ग्लासेस होइन यताउता गरेर 500 बनाएँ अनि फेरि इन्सुरेन्स पनि 200 तिराउनु लाग्यो क्या मलाई त्यस्तै क्या। अब त्यो कुरो नि कत्रो हो यार। ल गाइज हाम्रो चाहिँ बाँकी यहाँ बेस्टी आउँदैछ नि यहाँ 2-3 जना ब्यागेज क्लेम गरेर। के छ रालेमा के छ त अब आज रालेमा रैला गर्ने हुन्छ? नामै राले रहेछ रैला त गर्नु पर्यो होइन कस्तो अब होइन पहिले पाउँदा जहाँ ड्रग्स खाएको छैन प्लेनमा त्यो होइन त्यही भने नि त सुझो छैन ल मलाई चाहिँ खासमा चाहिँ फोर्सफुली हो म चाहिँ अब बर्थडे गिफ्ट के हो त यो भने चाहिँ अनि यो कस्तो खालको गिफ्ट हो त भनेपछि बर्थडेमा होइन भने चाहिँ हामीले खोइ त होइन मेन कुरा
त्यस्तो हो यो ऊ हो होइन किनभने बिगिनको बेसी त नलेज हो नि त होइन यसले भन्छ चेन्ज भइसक्यो मलाई जुत्ता हो नि त मनिष पनि जुत्ता छ मनिषलाई पनि लोफरवाला जुत्ता छ जुन मैले लाएको नि यो बिकेन आजकल गिभ अवे गर्छ क्या स्टकबाट राम्रो हुँदैछ गिभ अवे हानेर तपाईँले घरमा आउनुभयो भने के छ भने ल बेला बेला गिभ अवे हालिरहन्छ मुडो भर पर्छ बिहान के हुन्छ मुना होइन दुईवटा अर्डर गरेको छ भने भर पर्छ तर मलाई के भएन भने भर पर्छ मलाई अब के रिटर्न गराख्नु गाइजहरू लाओस् भन्छ ठिक रेज भन्छ के छ हर्सको आई थिङ्क अरूसँगै कोही छ कि काशी पनि मैले रिसर्च गरेर गराएको थिएँ मैले मेरो कति रिसर्च भइसकेको थियो एउटा होइन, मलाई राम्रै लाग्यो यो जुत्ता लाएर अनि म घर गएर अर्डर गरेको थिएँ मैले त्यो पनि मेरो साइज मिलेन अनि दुईटा अर्डर राम्रो सबै सटल बसे पुरै भरिएछ गाइज हामीहरू त्यो टुलमा पो परेर चारजना मात्रै गर्छ आइसमा पनि गएछ ओके ए यही आइसमा ओके आइसमा त दिशासँग बस्नु पऱ्यो नि त अनि त्यो भएर मिस गरेर एक्लै त भनेर गौरवलाई गाह्रो छ यार कसको लगेछ यहाँ सबै लगेछ त यहाँ यो लिएर गाई यस्तो छ पारा अब लगेजै छोडेर हिँडेको छैन अब केटाहरूले होइन घरमा हेर लेट्स गो अब यहाँ गाडी लिएर निस्किहाल्नु पर्छ हामी गाई चाहिँ ल हाम्रो अब 3-4 दिनको लागि चाहिँ हाम्रो अब गाडी यही हो है गाई लेट्स गो है 8 सिटर गाडी है हाम्रो त्यही यो कियाको के रहेछ यो दिदी पठाउनु भएछ मैले कियाको के रहेछ गाइस नम्बर प्लेट चाहिँ याद गर्नु है नम्बर प्लेट याद गर्नु ए कार्निभल LLD 7815 ल गाइस ल अब यो चाहिँ गर्ल्सको लागि है गाइस ल गर्ल्सको लागि यो भ्यान होइन त म अर्कोमा आउँछु त यो त्यहाँ टु मच फन हुन्छ दाइ मलाई चाहिँदैन मलाई के अट्दैन रे ल ल गयो ल गाइस गयो ओके फाइनल हो यो म फेरि बाहिरपट्टि आउने त्यही भने ल गाइस ल है बोइजहरूको लागि चाहिँ होइन हाम्रो टोयोटा सियाना छ होइन टोयोटा सियाना 8 सिटर होइन अब बालीले चलाइरहेको छ गाडी चाहिँ केटा डराएको अब यो चाहिँ खासमा चाहिँ केही फरक पर्दैन थियो इन्ट्रीलाई चाहिँ केही फरक पर्दैन थियो होइन केटाभित्र आउने चाहिँ डराएछन् होइन त्यही त उता ढल्छ क्या कि त्यतिको हात दियो क्या तिमीहरू त्यही भएर युट्युबर हेर न युट्युबर यो त भ्लग हल्का दिनु पऱ्यो नि हल्का यहाँ चक्का ल हाम्रो चाहिँ ल सही हो ल यो फ्लोरिडाको रहेछ गाइस सनसाइन स्टेट 57E GVC रहेछ गाइस लेट्स गो ल बसौँ छिरौँ ल गाइस लेट्स गो